सुन्नुहोस्, जुन व्यक्तिले आफ्नो घर परिवारमा कारोबार सम्हालेर बसेको हुन्छ नि, त्यो व्यक्तिलाई जस्तो दुःख पीडा चिन्ता कसैलाई पनि हुन्न के। बुझ्नुभयो नि? हो, उसको अनुहार हेर्दा हँसिलो देखिन्छ, तर मनभित्र कति चोट, कति पीडा, कति कारोबारको चिन्ता छ भन्ने कुरा नि त्यो कारोबार गर्ने मान्छेलाई मात्र थाहा हुन्छ के। बुझ्नुभयो नि? बरु दिसभरि कोदालो खनेर गैँची बेल्चा गरेर झराली गरेर आएको मान्छे किन नहोस्, उसले खाना खाएर आनन्द लपक्क ऊ राति मजाले थकावटपूर्वक ऊ निदाउन सक्छ के। तर कारोबार गर्ने मान्छे नि कति रात त ऊ अनिदै हुन्छ के, कति डिप्रेसन, कति तनावमा हुन्छ के, ऊ सुतिरहेको हुन्न के, उसको जिउँदै मरेको जस्तो जिन्दगी हुन्छ के। बुझ्नुभयो नि? उसले कसरी घर परिवारलाई रासन पानी पुराम, कसरी लत्ताको वडा पुराम, है, कसरी चाहिँ इष्टमित्र धानम, कसरी ऋण व्यवहार मिलाम, दुनियाँ तनाव हुन्छ के। बुझ्नुभयो नि? त्यही भएर कुनै दिन त म पनि एउटा कारोबारको चिन्ताले बाहिर गएको थिएँ, है, कारोबार मिलाउनको लागि। अब के गर्ने, कारोबारको चिन्ताले गर्दा म भोकै घरमा पुगेको थिएँ। अब घरमा चाहिँ परिवारले खाना आइज भन्दाखेरि मलाई खान मन लागेन, म खान्न भने। बाहिर कोही कतै खाएर आएर त होला के अरे भन्नुभयो कि आखिर म त भोकै थिएँ नि। मेरो कारोबारको चिन्ताले पो म भोकै थिएँ, तर घर परिवारले पनि त्यो कुरा बुझिराख्नु भएको हुन्न के। बुझ्नुभयो नि? त्यही भएर कारोबार गर्ने मान्छे त्यसै प्रेसरको रोगी भएको हुन्न, त्यसै पुक्लुक्क भैमा ढलेको हुन्न, त्यसै हार्ट अट्याक भएर मरेको हुन्न के। बुझ्नुभयो नि? जसले कारोबार सम्हालेको हुन्छ नि त्यसलाई यति पीडा हुन्छ नि, जिउँदै मरेको जिन्दगी भन्छु के मैले। बुझ्नुभयो नि? हो, अब घर परिवारले अब नबुझ्ने भने कतिसम्म भएको छ त कारोबार गर्ने मान्छेलाई। कारोबार गर्ने मान्छे त कहिलेकाहीँ त दिसभरि बाहिर गएर बोलेर मात्र कारोबार कसरी उताको टालो अब भनौँ न बुझ्ने, कसरी यताको टालो बुझ्ने भनेर उसले सोचेर, होइन, कुरा मात्र गरेर यत्तिकै कामै नगरी पनि घरमा आउनु पर्ने स्थिति हुन्छ। त्यतिखेर घर परिवारले त दिसभरि डुलेर आकोस् के भनिदिन्छन्। तर कारोबार गर्ने मान्छेलाई त पीडा त छ नि, है। एउटा पसलबाट 3-4 पोका चामल लिन्छ, होइन, खानको लागि, अनि त्यो चामल खाँदा 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 भ्याइन्छ, पैसा तिर्न सकिरहेका हुन्नौ, फेरि चामल ल्याउने बेला भयो, है। अब कहाँबाट लिने त चामल? कारोबार गर्ने मान्छेलाई त यस्ता यस्ता पीडा छन्। त्यही भएर प्लिज जसको पनि घर परिवारले कारोबार गर्ने मान्छेलाई अलिकता उसको मनोसाय, उसको अलिकता मर्का बुझिदिने प्रयास गर्नु होला। बुझ्नुभयो नि? तपाईँहरूले त्यो मर्का बुझिदिन सक्नु भएन भने त्यो कारोबार गर्ने मान्छे, बुझ्नुभयो नि, जतिखेर जे पनि हुनसक्छ। यो मेरो चाहिँ भनाइ हो, यो ध्रुव सत्य कुरा हो, है। जस्तो लाग्छ आफ्नो आफ्नो प्रतिक्रिया दिनु होला। हस्त नमस्ते, धन्यवाद। प्लिज सबैले चाहिँ कारोबार गर्ने मान्छेलाई बुझिदिनु होला है, यो मेरो आग्रह नै छ।